रामले आफ्नो गाउँमा एक दिन नयाँ टिभी लिएर आएछ। सारा गाउँ चाहिँ उसको नयाँ टिभी हेर्नलाई चाहिँ त्यो भेला भएछन्। उसले जब टिभी खोल्ने क्रममा चाहिँ त्यो टिभीमा लाइन लाइन आएको रहेछ कि। अनि एकजना जान्ने बुझ्नेले के भन्नुभएछ भन्दाखेरि, राम कतै बिग्रेको टिभी त ल्याएनौ भनेर सोध्नुभएछ। रामले हतार हतारमा के भनेछ भन्दाखेरि, होइन टिभीको डिजाइन यस्तै हो, यो त लेटेस्ट टिभी हो, यस्तै नै हो भनेर चाहिँ उसले रिप्लाई दिएछ। यो कुरा मैले किन भन्न खोजेको भन्दाखेरि, फेस्टिङ्गरले आफ्नो एउटा अध्ययनमा के भनेका छन् भन्दाखेरि, यदि हामीले चुनेको केही कुराहरू गलत हुन्छ भने हामी पनि गलत साबित हुन्छौँ भन्ने डरले गर्दा हामीले रियालिटी, यथार्थ र प्रमाणलाई चाहिँ वास्ता गर्दैनौँ। जस्ट एन इक्जाम्पलको लागि हो, यदि आफूले चुनेको श्रीमती चाहिँ धेरै बोल्ने परिदियो भने चाहिँ सारा महिला नै यस्तै हुन् भनेर कमेन्ट गर्ने गरिन्छ। आफूले चुनेको नेताले गलत काम गर्यो भने सारा नेता नै यस्तै हुन् भनेर कमेन्ट गरिन्छ। तर कसैले पनि गलत व्यक्ति र सामान चुने है भनेर स्वीकार्य गर्दैन। कतै फेस्टिङ्गरले साँच्चीकै राम्रो कुरा त गरेका होइनन्। के लाग्छ त हजुरलाई? आफ्नो अमूल्य प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला।